वेलकम गाइज, जति पनि फेसबुकमा मित्रहरू हुनुहुन्छ बिहानैको समयमा लगाइसक्यौँ अनि यो मेरो हातमा के हो भनेर हैरान हुनुहुन्छ भने यो नक्कली सर्प हो। हजुर, नक्कली सर्प लिएर यो मेरो घरको दृश्य रहेको छ। चारैतिर हेर्नुहोस् त कस्तो हरियाली सँगसँगै। अनि घरभित्र आउनुहोस्, यसरी टिङ टङ गरेर घन्टी मारिसकेपछि अब घरको इन्ट्री हुन्छ। अनि आज छोरालाई लिएर म कतै जाँदैछु भनेर भन्दाखेरि बाहिरको दृश्य हेर्नुहोस् अनि यो सुन्दर सुन्दर घरहरूलाई हेर्नुहोस्। अनि छोराले हातमा छोपेर मलाई कहाँ लिएर जाँदैछन् भनेर हैरान हुनुहुन्छ भने त्यस्तरी हैरान नहुनुहोस्। आजको ब्लगमा हजुरहरूलाई स्वागत छ। अनि चारैतिरको दृश्य हरियाली दृश्य सँगसँगै यहाँ के छ हो हजुर, त्यो झाडीमा लुकेर बसेको कुखुरा। अनि यहाँ छोरो दौडेर आइसकेपछि अब के हुन्छ तब के हुन्छ। छोराले लिएर जाँदाखेरि यहाँ हो कति राम्रो फुल अनि बुढी आमा हो हजुर। त्यहाँदेखि हिँडेर अलि टाढा गइसकेपछि त्यहाँको दृश्य अनि अहिले भर्खरै बन्दै गरेको घर हो हजुर। एकदमै राम्रो प्रोग्रेस भइरहेको छ, एकदमै राम्रो प्रगति भइरहेको छ। अनि यो सानसानो बाख्राहरूले के गर्दैछन् भन्दा आरा खाइरहेको छन्। अबको दृश्य यहाँ हो हजुर। यहाँ धमिराको गुँडभित्र सुनको खानी हुन्छ भन्ने चलन छ, तर त्यो हो कि होइन त्यो थाहा छैन। तर छोराले हो हजुर तोरीबारी फुलिरहेको छ। यसरी चारैतिरको दृश्य सँगसँगै आजको दिनको सुरुवात यसरी भयो। जाँदै बिचमा खोला पनि आएको थियो। खोला आए लगतै त्यो खोलामा के गर्ने भनेर भन्दाखेरि छोराले ढुङ्गा हान्ने हो हजुर। ढुङ्गा हानेपछि माछा मरे ड्याडी भनेर भनिसकेपछि यस्तो भयो। जाँदै बाटोमा हाँस पनि देखियो। हाँस देखिए लगतै यो ब्लगमा हो हजुर। ब्लगमा यस्तै किसिमको ब्लगहरू हेर्नको लागि हजुरहरूले माया देखाइदिनुहोस्, लाइक कमेन्ट सेयर गरिदिनुहोस्। अनि हो हजुर बोल्छ पनि, मैले यसको भिडियो हाल्नेछु हजुरहरूलाई, सर्टमा आउनेछ, सर्ट भिडियो आउनेछ। हेर्नुहोस् न के गरेको हो भनेर भन्छ यो पटुले, कति राम्रोसँग बोल्ने गर्छ। अनि आजको ब्लगमा हो हजुर, आजको ब्लगमा केही नयाँ हुनेछ। यो ठुल्ठुलो रुख अनि ठुल्ठुलो मुढा अनि यो देख्नुहोस् त हजुरहरूले अद्भुत किसिमको यहाँ दृश्य देख्न सक्नुहुनेछ। छाना माथि सिमी अचम्मको दृश्य रहेको छ साथीहरू। तरकारी खोज्न बारी जानु परेन, यहाँ छाना माथि नै छ हो हजुर, छाना माथि। अनि यो दुनियाँले हो हजुर भाइरल बनिरहेको छन्। के देखाएर भन्दा पाडा देखाएर। मेरो पाडा भने उफ्रेको गर्छ, नाचेको